हामी चाहिँ यहाँ कोसिटाप वाइल्ड लाइफ रिजर्भ भित्र आएको छौँ। यहाँ चाहिँ एउटा अर्नाको खप्पर रहेछ। आज चाहिँ 27 अक्टोबर 2025 अनि हामी चाहिँ यहाँ कोसिटाप वाइल्ड लाइफ रिजर्भ भित्र आएको छौँ। म निशान भाइ अनि पुजन भाइ। हामी चाहिँ हिजो आयौँ भाइ पुजन भाइ लमजुङबाट, म चाहिँ हेटौडाबाट सँगै आएको थियौँ। र बाँदर रहेछ कस्तो खैरो हो नि यार यहाँको बाँदर। होइन होइन रेसस अनि हामी चाहिँ भर्खर छिर्यौँ कोसिटापभित्र। हिजो बाटोको चाहिँ भिडियो बनाइएन मान्छे लाएर। अब यहाँबाट चाहिँ मलाई निशानले एकदम करिब प्रेसरै दिएको जस्तो गर्यो, भिडियो चाहिँ बनाउनुपर्छ दाइ भनेर। त्यही भएर चाहिँ अब यहाँबाट स्टार्ट हुँदैछ भ्लग। लेट्स सी हेर्दै के भेटिन्छ। फुल फुल्छ यसमा चाहिँ हामीले याद गरिरहेको हुन्छौँ। अनि यो चाहिँ इन्भेजिभ स्पेसिस हो जुन चाहिँ नेपालमा पाइँदैन थियो, जुन चाहिँ नेपालको नेटिभ स्पेसिस होइन। तर अब नेपालमा भित्रेपछि चाहिँ एकदमै धेरै रूपमा यो फैलिएर चाहिँ यसले अहिले चाहिँ जङ्गली जनावरको हेबिटेट जुन यहाँ पाउने बिरुवाहरू छ, जुन यहाँ नेपालमा चाहिँ पहिल्यैदेखि पाउने बिरुवाहरूको चाहिँ यसले चाहिँ नाश गरिदिन्छ र यहाँको जनावरहरूले चाहिँ खानेकुरा पाउँदैनन्। त्यो भएर चाहिँ एकदमै नराम्रो चिज हो भनौँ। र अब यो वन्यजन्तु आरक्षण वाइल्ड लाइफ रिजर्भ जस्तो ठाउँमा चाहिँ यस्तो झाडी देख्दाखेरि चाहिँ एकदम दुःख लागेर आउँछ। यो चाहिँ अब इन्भेजिभ स्पेसिस म्यानेजमेन्टको चाहिँ यहाँ एकदम ठुलो प्रोग्राम गर्नुपर्ने जरुरी देखियो। कोसीको आइकोनिक स्पेसिस हो नि त अर्ना। तर अब क्रस ब्रिडिङले गर्दाखेरि चाहिँ तिनीहरू एकदम समस्या नै छ यहाँ पनि। मान्छेहरूले चाहिँ आफ्नो गाईबस्तु भैँसी राँगो छोडिदिने अनि अब जङ्गलीसँग क्रस हुन्छ र त्यसले गर्दाखेरि चाहिँ जेनेटिक ड्रिफ्ट भइरहेछ त्यहाँ। र क्रस ब्याकहरू चाहिँ प्रड्युस भइरहेछ नि, जसले गर्दाखेरि चाहिँ पपुलेसनै थ्रेटेन्ड छ एकदम। डिजिज आउटब्रेकहरू यताउति हुने सक्ने चान्स पनि बढी छ। कत्रो मक्या क्या रेसस मक्या कत्रो ठुलो हो। अब यो चाहिँ कति KM 21.30 भनेको चाहिँ हेडक्वार्टरबाट कति टाढा छ भनेर होला। अनि यो L 280 मिटर भनेको चाहिँ यसको लेन्थ जस्तो यो यस्तो रोडबाट निस्केर चाहिँ अब यता सप्तकोशी भइहाल्यो। अनि यो नोजहरू चाहिँ निस्केर ठ्याक्कै सप्तकोशीको छेउसम्म पुग्छ र त्यहाँबाट चाहिँ वाइल्ड लाइफ साइटिङ गर्ने ठाउँहरू छ। यहाँ चाहिँ अब पर्मिट लिएर मान्छेको 100 रुपियाँ, गाडीको बाइकको 200 रुपियाँ लिँदो रहेछ। त्यसले छिर्न सजिलै पाइन्छ। अनि त्यसपछि त्यही हो यस्तो नोजहरू छ यहाँ चाहिँ, र जसले गर्दाखेरि चाहिँ वाइल्ड लाइफ साइटिङ गर्नलाई चाहिँ यस्तो ठाउँहरूमा दिन्छौँ। अर्को कुरा चाहिँ जुन यो तारहरू हामीले देखिरहेछौँ यसमा चाहिँ इलेक्ट्रिसिटी दौडाइन्छ। राति चाहिँ जनावरहरू हात्ती अथवा निलगाई यिनीहरू चाहिँ उता नजाओस्, अर्ना भयो उता त मान्छेको बस्ती छ, गाउँ नछिरोस् भनेर चाहिँ पोलहरूमा चाहिँ छेउछेउमा चाहिँ राति चाहिँ सब लाइन छोडिन्छ, करेन्ट छोडिन्छ र जसले गर्दा जनावर मर्ने होइन, एउटा सानो झट्का लाग्छ र आफै पछाडि फर्किन्छ भनेर चाहिँ यो राखेको हो यहाँ। त्यही गरौँ। एउटा अर्नाको खप्पर रहेछ। यो चाहिँ यहाँ अर्ना मचान अरे, अर्ना टावर, अर्ना मचान जे भने नि जस अर्ना भ्यू पोइन्टहरू यो चाहिँ टाढासम्म देखिने रहेछ। यस्तो छ यो ठाउँ। अलि बेर यहाँ बसेर उहाँ रहेछ ल अर्ना। है अर्ना त होला नि त्यहाँ चरिरह। कहाँ रहेछ ल अर्ना चाहिँ देख्यो।
अब यसो हेरौँ फोटोसुट भेटिन्छ कि त्यहाँले अर्ना खाँदा रहेछ छ 4-5वटा चरिरहेको अलिकति यहाँ बस्छौँ हामी केही खान्छौँ गर्छौँ त्यसपछि फेरि जान्छौँ तलतिर कहाँ छ अर्ना चाहिँ जे यहाँ क्यामेरा म अलिकति नजिक त्यही भनेपछि त हामी धन बिना चौधरीले वाइवाई बनाइदिएको थियो र हामी जङ्गल हिँड्ने मान्छेलाई सजिलो भयो भने यस्तो प्लस लेख्न चाहिँ नेपालीहरूले कहीँ पनि छोड्दैन भयो सप्तकोशीको एउटा भङ्गालो भनौँ न ऊ बाहिर बँदेल ऊ छिरिगयो नि झाडीभित्र उते पारीको बाटो जस्तो छ नि त्यहाँ निस्किएको थियो खै लत्तै उतापट्टि छिर्यो यो चाहिँ सप्तकोशीको भङ्गालो हो त्यो छिराएर रहेछ र यसले चाहिँ यहाँ वाटर फेड गर्छ यो एरियालाई ल हामी चाहिँ अब यहाँ मचान बस्छ है डोन्ट लिभ योर वेस्ट एनिवेयर Don't leave your waste anywhere. Take it with you guys. अनि अब चाहिँ हामी चाहिँ अर्नादेखिको ठाउँतिर अगाडिको नोजबाट छिर्छौँ यहाँ चाहिँ एउटा अर्नाको कार्कस रहेछ के भएर मर्यो हो खोइ लास्टै गनाइरह रहेछ अर्ना चाहिँ मरेको नि धेरै दिन भएको होइन धेरै बेर यहाँ नबसेकै ठिक पुरै बनाइरह यहाँनिर ठ्याक्क अर्ना देख्यो अहिले चाहिँ हामी अर्ना खिचिरहेछौँ ट्याक्कै यहाँनिर अर्ना चलिरहेछ जङ्गल के हामी चाहिँ अझै आरक्षणभित्रै छौँ इग्नोर द ब्याकग्राउन्ड म्युजिक किनभने यो तारको उतापट्टि मान्छेको बस्ती हो अनि यो तारको यता चाहिँ आरक्षण हो निशान प्रधानलाई अनि हामीले चाहिँ भर्खर अर्ना खिच्यौँ अलिअलि अब त्यसपछि चाहिँ हाम्रो नेक्स्ट टार्गेट इन्डियन कर्सर भन्ने चराखा एउटा त्यो खिच्न जाँदै थियो यहाँनिर पर्पल हिरन देखेर चाहिँ एकछिन कुर्यौँ हामी यो चाहिँ पर्पल हिरन हो आनन्दले रुखको माथि बसेर अब गुड नाइट फेरि चाहिँ प्लान भयो लाइट अलि अँध्यारो भइसक्यो सो इन्डियन कर्सर खिच्न लाइट पुग्ला जस्तो छैन अझै ढिलो हुने भयो त्यहाँ पुग्दैछौँ हामी चाहिँ अब स्वाम फ्रेङ्कोलिनहरू
रोक्दैछौँ लेट्सी ल हामी चाहिँ यहाँ बाटोमा स्याल खिच्दैछौँ नयाँ सबै कुटेर निशान भाइ चाहिँ हेलमेटै लगाएर बसेको छ कसैले ढुङ्गामुढा गरिहाल्छ कि भन्नु के जेन्जी हो तिमी हेर्न फेरि यो भिडियोमा ठ्याक्क त्यहाँ एउटा चाहिँ त्यो मुखमा काठ बोकेर हिँड्दा हेर्नु कुकुर जस्तै खेल्ने खालको हुन्छ नि जस्तो छ मुख हात पनि निस्क्यो हेर्नु त चारवटा एकै ठाउँमा स्याल आहा कति राम्रो दृश्य है टिकटकमा हाल्ने जस्तो